विकास क्षेत्र सेती अञ्चलको बाजुरा मानव विकास सूचाङ्कमा नेपालको 74औं जिल्ला हो। यद्यपि भौतिक विकासको दृष्टिले अत्यन्तै पिछडिएको भए पनि सांस्कृतिक विरासत एवं पर्यटकीय सम्भावनाको दृष्टिले यो निकै समृद्ध पनि छ। स्वर्ग जस्तै सुन्दर मालिका, बुढीनन्दा, खप्तर जस्ता स्थल मात्र होइन, अमृत जस्तै पानी बग्ने बुढीगङ्गा, कर्णाली, बारजुगाड, कुण्डागाड, मालागाड, कोर्दीगाड र इक्री जस्ता साना ठुला नदीहरूले युक्त बाजुरा प्रशस्त सम्भावना बोकेको जिल्ला हो। नेपाली भाषा, साहित्य र संस्कृतिको उद्गम स्थल तत्कालीन सिजा क्षेत्रको एक भूखण्ड हालको बाजुरा कला, साहित्य र संस्कृतिको धनी जिल्ला हो। पीडा, अभाव र वञ्चनाहरू खप्तै भए पनि पारस्परिक सद्भाव, सहिष्णुता र सह अस्तित्वको भावना बाजुरेलीहरूका पुँजी हुन्। यहाँका अमूल्य संस्कृतिहरू भो, अनन्ते, देउडा, मागल, चाँचर, भाला, चैतलो, गौरा, होली, मागी, पैठ लगायतले यहाँको विशिष्टता र मौलिकतालाई बचाइ राखेको मात्र छैनन्, बाजुरेलीका जीवनशैली नै बनेका छन्। राज्यको सौतेनी व्यवहार, विश्वव्यापीकरण, खुला बजार अर्थतन्त्र, बाजुराको पुँजी र प्रतिभा पलायन लगायतका अनेकौं कारणहरूले हाम्रो पहिचान, हाम्रो अस्तित्व अनि हाम्रा जीवनसँग जोडिएका अमूल्य सांस्कृतिक विरासत पनि लोप हुँदै जान थालेका छन्। सांस्कृतिक प्रतिष्ठानले सांस्कृतिक संरक्षण, पर्यटन प्रवर्धन, स्रष्टाको सम्मान र बाजुराको पहिचान भन्ने मूल नाराका साथ प्रथम बाजुरा सांस्कृतिक तथा पर्यटन महोत्सवको आयोजना गरेको हो। पाश्चात्य संस्कृतिको अतिकरणमा परेर मृतप्राय बनेका हाम्रा मौलिक संस्कृतिहरूलाई एक ठाउँमा जमघट गरी प्रदर्शन गर्ने, आफ्नो व्यक्तिगत स्वार्थ मात्र होइन, गाउँ, समाज र जिल्लाकै लागि केही योगदान पुर्याउँ भन्ने स्रष्टाहरूको सम्मान गर्ने, बाजुराका पर्यटकीय सम्भावना बोकेको स्थल विशेषलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा प्रचार प्रसार गरी तिनको प्रवर्धन गर्ने र यी सबै कुराहरूबाट बाजुराको पहिचानलाई राष्ट्रिय, अन्तर्राष्ट्रियकरण गरी यहाँको उन्नति र प्रगति, विकासका लागि चालिएको सानो प्रयास एवं पहिलो कदमको रूपमा बाजुरा सांस्कृतिक तथा पर्यटन महोत्सव आयोजना गरिएको हो। सत्ताइसवटै गाविसका प्रतिनिधिमूलक संस्कृति प्रदर्शन गर्ने लक्ष्य भए पनि महोत्सवमा बाजुराका अनमोल संस्कृतिहरू अनन्ते, भो, गौरा, हुड्केली, पुतला, बालोनाच, माघी, चाँचर, हरिणु, देउडा आदि प्रस्तुत गरिएका थिए।
नेपालकै ख्याति प्राप्त कलाकारहरू नरेन्द्र राज रेग्मी, राजु परियार, रामचन्द्र काफ्ले, जुनु रिजाल, निशा सुनार, शङ्कर बिशी, भुवन दाहाल, सङ्गीता शाह, भीम थापाका साथै बाजुराकै माटोमा जन्मी हुर्की गीत सङ्गीतको क्षेत्रमा विशिष्टता हासिल गरेका कलाकार लालबहादुर थापा, विनोद बाजुराली, प्रकाश थापा, मानबहादुर रोकाया, हर्क खडायत लगायतले आफ्ना बेजोड साङ्गीतिक प्रस्तुति प्रदर्शन गरेका थिए। प्रथम बाजुरा सांस्कृतिक तथा पर्यटन महोत्सवमा बाजुरा जिल्लाको पर्यटन प्रवर्धनका लागि जिल्लाका पर्यटकीय, ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्त्वका स्थल विशेषको फोटो प्रदर्शनी गरिएको थियो। साथै विभिन्न सङ्घ संस्था तथा कार्यालयहरूले घरेलु उत्पादन, स्वास्थ्य, सरसफाइ तथा जनचेतनामूलक महत्त्वका स्टल तथा प्रदर्शनी राखेका थिए। बाजुरा सांस्कृतिक प्रतिष्ठानको आयोजना तथा जीविस बाजुरा, नेपाल पर्यटन बोर्ड लगायत बाजुरा स्थित विभिन्न सरकारी तथा गैर सरकारी सङ्घ संस्था तथा कार्यालयहरूको सहयोग एवं सहकार्यमा 2067 जेठ 28 देखि 30 गतेसम्म आयोजना भएको प्रथम बाजुरा सांस्कृतिक तथा पर्यटन महोत्सव भव्यताका साथ सम्पन्न गर्न प्रतिष्ठानका अध्यक्ष श्री राजेन्द्र शाह बीपीको संयोजकत्वमा 105 सदस्यीय मूल आयोजक समिति गठन गरिएको थियो भने महोत्सवलाई व्यवस्थित एवं सहज बनाउन विभिन्न 7वटा उपसमितिहरू गठन गरी कार्य विभाजन गरिएको थियो। सर्वदलीय राजनीतिक सहमतिबाट जीविस बाजुरा र जिल्ला स्थित 67 गाविसले उपलब्ध गराएको अनुदान, श्री मालिका उमाविले उपलब्ध गराएको महोत्सव स्थल, नेपाल रेडक्रस सोसाइटी बाजुरा शाखाले उपलब्ध गराएका भौतिक सामग्रीहरू लगायतका कारणले सम्भव भएको महोत्सवको सफलताका लागि बाजुराका शिक्षक, कर्मचारी, व्यापारी, विद्यार्थी, पत्रकार, कलाकार, साहित्यकार, बुद्धिजीवी लगायत सम्पूर्ण जिल्लावासीहरूको सहयोगले ठुलो भूमिका खेलेको थियो। बाजुरा सांस्कृतिक प्रतिष्ठानलाई मेरो व्यक्तिगत तर्फबाट र बाजुरा जिल्लाका सम्पूर्ण विद्यालयहरू र त्यहाँ कार्यरत शिक्षकहरूको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु। सम्पूर्ण साथीहरू र कलाकार मित्रहरू सबैलाई म बाजुरा जिल्लाको उच्च माध्यमिक विद्यालयको तर्फबाट यहाँहरू सबैलाई स्वागत र अभिवादन टक्राउँछु। अभिवादन। महोत्सवका श्रद्धेय अध्यक्ष महोदय, ती माननीय जिल्ला न्यायाधीश श्रीमान जिल्लाधिकारीज्यू, यहाँ उपस्थित विद्यालयका उच्च माध्यमिक विद्यालयका प्राचार्यज्यूहरू र यसको साथसाथै विकट जिल्लामा टाढाबाट चाहिँ आउनुभएका अतिथि कलाकार सम्पूर्ण साथीहरूलाई यो जिल्लाको तर्फबाट, जिल्ला विकासको तर्फबाट अथवा जिल्लाकै तर्फबाट हार्दिक रूपमा स्वागत र अभिवादन गर्न चाहन्छु। यो बाजुरा जिल्लामा स्थानीय कलाकार र यो पहिलो वर्ष संस्कृति पर्यटन वर्ष हेर्न आउनु भएको सम्पूर्ण महानुभावहरूमा म नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी र बाजुरा जिल्ला कमिटीको तर्फबाट हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। यो महोत्सवका लागि यो महोत्सवको आयोजक साथीहरूले जुन उत्साह यो पहिलो महोत्सव जो गर्ने आँट गर्नुभयो त्यसका लागि मेरो व्यक्तिगत तर्फबाट नेपाली कांग्रेसका तर्फबाट हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु।
यो जिल्लालाई सांस्कृतिक रूपमा परिचय दिलाउनको लागि उपस्थित हुनुभएका अतिथि कलाकारका मित्रहरू, अझै भन्दा त बाजुरा जिल्ला संस्कृतिको धनी जिल्ला हो। यहाँको स्थितिलाई कलाकारहरूले एउटा सन्देशमूलक लिएर यो जिल्लाको सन्देश गीत मार्फतबाट पनि लैजानुपर्छ। उहाँहरूसँग हाम्रो यो भनाइ छ भनेर हामीहरूलाई सङ्केत गर्नुभएको थियो। म तपाईँहरूलाई के एउटा बाचा गर्छु, एउटा के प्रतिज्ञा गर्दछु भने यो जिल्लाको परिवेशलाई लिएर म अवश्य पनि सक्दो दशैँभित्र सक्दो यही प्रतिष्ठानलाई समेटेर, यो प्रतिष्ठान थोरो नै बाट नै हामी एउटा यही बाजुरा जिल्लाको विषयलाई सबै कुराहरू समेटेर एउटा गीतीय एल्बम हामी दिने जमर्को गर्नेछु भन्ने मैले यहाँहरूलाई विश्वास दिलाउँछु। तपाईँहरूको माया पाएका छौँ। हाम्रा अग्रजहरूले यदि हामीहरूलाई माया नगरिदियो भने हामी कलाकार होइनौँ। संस्कृतिको अभिवृद्धि गर्नलाई र पर्यटनबाट आर्थिक उपार्जन गर्न र यो जिल्लाको पहिचान बढाउनलाई यो कार्यक्रमको प्रारम्भ गर्दै हामीले आभार प्रकट गर्नुपर्ने हुन्छ। काका
यसपछि आज हामी दुईजना विशिष्ट व्यक्तित्वलाई आज हामी अभिनन्दन गर्नेछौँ।
सरिया ज्योति होइन भन्दाखेरि माया बाजुरा काम सबको रैजान्या छ माया फर्की आया पसिने तल म क्या लाग्यो यति धन्ने तिम्रो माया जाल स्याउ पाण्डु सैनी चुकोड खतर छेडे तल फुलनन्दा मालिका समाटाको महादैया चल्का यस्तारिका
स्वर्गकी अक्षर जस्तै छोराटी भेटाया बारीमा छोराटी भेटाया बारीमा पाखामा गुराँस फुल्या खेतबारीमा छोरी तल सेती बुढी गङ्गा माथि हिमाल गोरी गोदावरी पुला कानमा नदी कति हालौ ए गलैसी फुल सुवाको माया लौ बाटो वचन घटी हुँदै धनगढीमा जाऊ सुवा धनगढीमा जाऊ तराई पख जोडियाको गोदावरी पुला कानमा नदी कति हालौ ए गलैसी फुल सुवाको माया लौ बाटो वचन घटी हुँदै धनगढीमा दुनिया देशमा हाम्रो जोबन भिखमा गुला जोगीका देशमा हिमाल राम्रो हिउँले मसुमा घाघरा पानी फुलको बासमानी कैका खोज रोज फुल खाले लैग्यो नाजम कैका खोज साइका जन्ती भोज सुले फातिमी चिठाया साइका जन्ती भोज
सिधै बसीको दिना झुमा झुम गाउँले जाले हुर्किए भनेको भएर बस्नुभएको हो सुपजत्रा कान सुन्दर खान लाग्या मुसा खानु छाड्यो धान छैरो मुसे छैरो खानु छाड्यो धान छैरो मुसे छैरो पैसाका बेला निको गतो के सतिल्ला पैसाका तैयोरी त फर्का एक नजर हेर्नु तैयोरी त फर्का एक नजर हेर्नु खाना तैयोरी त फर्का सधैँको छायामै घर गइरी सधैँको छाया भई घर कोइरी साउन्या छन् कि सधैँको छाया चम्चमी नाचौला पनि बाजुरा आइपुगेमा पनि चम्चमी नाचौला पनि बाजुरा आइपुगेमा पनि चम्चमी नाचौला पनि बाजुरा आइपुगेमा पनि धन्यवाद म एउटा खाली बात गर्छु जाँदा जाँदै किनभने भोलि हामीले हिँड्नु पर्ने बग्या बुढी गङ्गा कठै सुकिँदै पानीका राम लक्ष्मण सीताजी पन सुवा दुधका सुवा दया बनै बन कठै सुकिँदै पानीका सम्झन्छु पुराना कुरा सुवा दुधका सुवा सुकिँदै पानीका रुन्छु मनै मन कठै सुकिँदै पानीका चराउन्या बन पानी कुटिन्या भई स्यालु पानी
संस्कृति संरक्षण, पर्यटन प्रवर्धन, स्रष्टाको सम्मान र बाजुराको पहिचान भन्ने मूल नाराका साथ आयोजना भएको प्रथम बाजुरा सांस्कृतिक तथा पर्यटन महोत्सवमा आफ्नो सम्पूर्ण जीवन देउडा गीत सङ्गीतको श्रीवृद्धिका लागि अर्पित गरेका वरिष्ठ देउडा गायक नरेन्द्र राज रेग्मी अनेकौं विषयहरूमा उच्च शिक्षा हासिल गरी बाजुरा जिल्लामा शिक्षा क्षेत्रलाई अगाडि बढाउने भगीरथ शैक्षिक अभियन्ता रङ्गबहादुर खाती निर्माण व्यवसायीको रूपमा बाजुरा जिल्लामा मात्र होइन सुदूरपश्चिमकै उत्कृष्टता हासिल गर्ने चक्रबहादुर शाह विद्यार्थी उमेरदेखि नै आफ्नो जीवनको उर्वर कालखण्ड गीत सङ्गीतको क्षेत्रमा समर्पित गर्ने कलाकार लालबहादुर थापा गायकका साथै देशकै उत्कृष्ट सङ्गीत संयोजनको रूपमा आफ्नो नाम सङ्ग बाजुराली विशेषण जोडेर जिल्लाको पहिचानका लागि योगदान गर्ने विनोद बाजुराली विभिन्न स्वास्थ्य शिविरहरू सञ्चालन गरी ग्रामीण भेगका विभिन्न जनतालाई सहज र सुलभ तवरले स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी दीपक शाह बाजुरा जिल्लामा गैर सरकारी संस्थाको संस्थागत सुरुवातका साथै बाल अधिकार महिला अधिकारका साथै शैक्षिक क्षेत्रको विकासका लागि योगदान पुर्याउने समाजसेवी लालबहादुर ओली पढेर मात्र होइन पढेर पनि गर्न सकिन्छ भन्ने सिद्धान्तका प्रयोक्ता तथा गैर शासकको मार्फत समाजको उन्नति प्रगति र विकासका लागि अहोरात्र जुटिरहने स्रष्टा जनक रोकाया खास गरी द्वन्द्वकालीन समयमा ग्रामीण क्षेत्रका जनतामाथि परेका गम्भीर मानवाधिकार हननका मुद्दालाई राष्ट्रिय अन्तर्राष्ट्रियकरण गर्न सक्रिय पत्रकार तथा अधिकारकर्मी अर्जुन शाह लगायतलाई महोत्सवमा अभिनन्दन गरिएको थियो। गाउँको मान्छे हाम्रो राजेन्द्र शाह संयोजक यही हुन् मेन मान्छे यहाँका अनि उपसंयोजक हाम्रा मोहन जोशीजी यी उपसंयोजक हुन् यो काम गर्नको लागि। त्यस्तै गरेर हाम्रो प्रकाश सिंह हाम्रो लालबहादुर थापा सबैले ताली बजाउनु पर्यो नि त।
आदरणीय दर्शकवृन्द, त्यो एक थरका मुसा थिए, अहिलेको मुसा त्यसो छैन। के छन् त अहिलेका मुसा? हातमा पुच्छर सुपा जत्रा कान सुनगलर खान लाग्या मुसा खान छाड्यो पन पाखामा गुराँस फुल्या खेतबारीमा तोरी तल सेती बुढी गङ्गा माथि हिमाल गोरी सिलगढी सजगत साना गाउँ सौको ट्यामारको हुँदै साथै बगर जाउँ तामाना यस्ताबाईको नामना राष्ट्रिय कलाकार बाबुबाट ढाका हरियाली नयाँ बजुराली दाजुभाइ दाखल गर्छ नयाँ जैचक्की मुसिनु ठुलो उचक्की पिन्नु छ धनगङ्गा दाजुभाइ ठुलो सबैलाई चिन्नु छ। यति रमाइलो लाग्यो मलाई भनिहालेँ नि, मैले आज 4 चोटि नुहाएको छु। मन पर्छ मलाई बाजुराको डाँडा काँडा छहरा र पहरा मन पर्छ। यहाँहरूले जुन सहयोग गर्नुभयो, जुन हामीलाई उत्साह र प्रेरणा प्रदान गर्नुभयो महोत्सव सम्पन्न गर्नका लागि, आगामी दिनमा पनि यसलाई हामी निरन्तरता दिनेछौँ र यो श्रृङ्खलाबद्ध रूपमा यसलाई सञ्चालन गर्ने प्रतिबद्धता प्रकट गर्दै महोत्सवमा भएका गल्ती कमी कमजोरीहरूलाई यहीँ बिर्सेर र हामी त्यसप्रति हामी क्षमा प्रार्थी छौँ। जान्ने नजाने र जानकारी अर्थात् दिन हामीले त्यस्ता भएका हुन सक्छन्, त्यसलाई भुलिदिनु होला। आगामी दिनहरूमा यी गल्तीहरूलाई सच्याउनेछौँ र सुझाव सल्लाहहरू पनि यहाँहरूबाट प्राप्त गरेर त्यसैलाई मनन गरेर अगाडि बढ्नेछौँ भन्दै प्रथम बाजुरा सांस्कृतिक तथा पर्यटन महोत्सव 2067 को समारोहको सम्पूर्ण औपचारिक कार्यक्रमहरू समापन भएको घोषणा गर्दछु। धन्यवाद। अनेकौं कमी कमजोरीहरूका बावजुद बाजुरा जस्तो अत्यन्तै विकट
दुर्गम ठाउँमा अत्यन्तै प्रतिकूल मौसमका बीच पनि जिल्लाका प्रतिनिधिमूलक संस्कृति, राष्ट्रका ख्यातिप्राप्त कलाकार बाजुराका स्रष्टाहरूलाई एक ठाउँमा जमघट गराई प्रथम महोत्सव आयोजना गर्ने कार्य गरेर ऐतिहासिक कीर्तिमान बनाउन सफल भएको छ बाजुरा सांस्कृतिक प्रतिष्ठान।